बुस्टिङ एउटा बादल एउटा बुस्टिङ एउटा बुस्टिङ एउटा बादलका च्याप्टर क्लोज हुनेवाला छ यहाँ एउटा बुस्टिङ एउटा बादलका च्याप्टर क्लोज हुनेवाला छ गाइस माका एक गेम त कसो नहानेला गाइस 9400 500 मा इट्स अ लास्ट गेम गाइस ओके जाम त गाइस एक गेम त कसो नहाने उताको ओभर कन्फिडेन्स हामी ढलाउँछौँ उताको ओभर कन्फिडेन्स गाइस अब जान्छ गाइस 30 सेकेन्डमा बुस्टिङ फाला गाइस 30 सेकेन्डमा बुस्टिङ फाला एउटा बादल फाला गाइस कम दिमाग लगा दिमाग कति आन्जन हामी हेर्छ गाइस अब त गोर्खाली भाइ पनि हामीसँग हुन्छ गाइस सबले गाइस जङ्की जङ्गा 3 2 1 0 बुस्टर लगाओ गाइस गो फास्ट बुस्टर प्लीज गाइस बादल गाइस कम गाइस use the magic mist please use the magic mist guys जाओ last game maxim guys जाओ अन्त गाइस उताको बिग स्न्याप धेरै स्न्याप भन्छ गाइस बिग स्न्याप भन्छ गाइस जाओ गाइस बादल लगा छ किन यार गाइस जाओ come on गाइस सकेन ओहो यसपालि सकेन गाइस यसपालि पनि सकेन केटा यार छ्या एउटै मान्छेले 10,000 मान्छेलाई रुवायो यार कसको अनुहार हेरेर आएछु मा यो जाडामा गिजर बिग्रिया बेला थर्र कामदै नहुनु पर्छ भो अब त गाइस अब सकिन्न गाइस केही छैन गाइस ओल्ड ड्राइभ प्लिज मिलनजीलाई फलो गर्नुहोस् गोर्खालीबाट फलो गर्नु गाइस केही छैन गाइस जितिसक्यो गेम यार गाइस म्यान सिङ्गलमा हान्दिरा यार कहाँ यत्रो पैसा कहाँ आउँछ यार वन्स फर मसकिन केटा म गयो खुरुखुरु पर्छ गर्न मसकिन केटा म धोबी खाए गाइस योभन्दा बढी म सक्दिनँ केटा एनिवे गाइस प्लिज है सबैले फलो गर्नुहोस् हामी मिलनजीलाई फलो गरौँ थ्याङ्क यू गोर्खाली मेरो भाइ थ्याङ्क यू च्याङबाजी कालीकण्ठकी टिना तामाङ थ्याङ्क यू एप्पल 143 विकास प्रसाई मानव आरआर थ्याङ्क यू सो मच है निर्मल बसेन धोबी खाए म यति पछि अगाए मेरो पिछोडामा आगो लागिसक्यो सकिन्न यार सकिन्न गाइस सबैले फलो गर्नुहोस् टप आइला फलो गर गाडा प्लिज किन उतापट्टिको अनम्युट हुन्न यार गाइस मिलनजीलाई फलो गर्नुहोस् गोर्खालीलाई फलो गर्नुहोस् सपोर्टरलाई सबैले फलो गर्नुहोस् प्लिज सबैले सपोर्टरलाई फलो गर गाइस लास्ट भन्छ यार के हो तिसार दोबी त मैले कहिले खाएको थिएन यार ये तो फिर लास्ट भन्छ नि नहीं लास्ट डर गयो क्या किन डराउने हो र यहाँ त हाम्रो 40 लेभल बनाउने भनेर आज यहाँनिर भनिरहेछ न अझै 500k कोइन्स बाँकी छ भर्खर त 500 युज भयो 1 मिलियनमा मान्छेले त धेरै म्याच भाउँछ त 5,000 कोइनले त अनि अयो सबै सोच्नु one more भर्खरै 500 त फिनिश भयो अनि अझै 500 बाँकी छ कि सकेन गाइस छोडा अब यो भन्दा बढी नगरौँ हिलो खनाइन्छ खेलौँ हजुर हिलो खनाइन्छ खेलौँ हिलो खनाउनी खेलौँ एक म्याच हिलो खनाइन्छु ल 5 बाल्टी निलो डन ल 5 बाल्टी हिलो ल जसले हार्छ 5 बाल्टी हिलो एउटा मात्र पन्छन् ल यत्रो छिते ल अब फेरि 140 भन्न पाइदैन है अब चाहिँ जसले हाल्छ 5 बाल्टी हिलो ल केटा मलाई लास्ट जोस चला यत्रो छिते मरे कि मारे माका स्योर हार्छ भन्छ केटा पनौती बोल्छ सबले यार औडा त कमेन्टमा गाइस स्योर हार्छ नोखेल छोडा यार खेत छ बाहिर चाहिँ खनाम लाग्दैछ गाइस तलमा एक गेम झुकेर म जिते भने गाइस मेरो बदला पुरा हुन्छ गाइस ल यार 4-5 गेम धोबी खाए गाइस यार 2-3 लाखको स्कोरमा गाइस यार कोही त होला यहाँ हार्छ भन्छ पहिले सबैले अलक्षिणा बोलिरहेको छ गाइस प्लिज यार
अनुहार राम्रो छैन भने कमसेकम कुरा त राम्रो गर्नुहोस्। म गेम खेल्ने मान्छे हिम्मत आएर तपाईँ डराएर त्यसै यार यत्रो स्थितिमा 5 बाल्टी लो चलो 5 यतै जो जो हार्छ 5 बाल्टी गाइस 5 बाल्टी लो के ओके सबले हार्छ भन्छ के यो चाहिँ लास्ट हो नि अब त्यसपछि चाहिँ नो म्याच लास्ट मेरो पनि 12 बज्ला अब यत्रो स्थिति ल अब अहिले चाहिँ के गर्नुहुन्छ म त अहिले उल्टा साउर गर्ने हो अरू त सक्नु पर्यो के जुगा फाला मैले फेरि भोलिदेखि मलाई मान्छेले तेस्रो लिङ्ग आयो भन्लान् नै मतलब लास्ट जाडो यही बेला फेरि यार उल्टा सावर अब त झन् हिलो ओहो कति च्यालेन्ज गरे यत्रो 10,000 मान्छेलाई च्यालेन्ज गरे गाइज यार ए बाबा कोही त होला यार रप्पा रप्पा यस्तो जाडो छ नि केटा छ नभए म यहाँ माटो किनेर लिएर आएर भने पनि गर्छु कि टेन्सन नगर्नु न 5 प्याकेट माटो किनेर लिएर आउँछु अनि ट्याक्क बाल्टिनमा घोलेर उपाय छ कि मसँग चिन्ता नगर्नु नि घरै त 9,500 मा छोडेर एउटा कोही त रेडी गर्नु अब के हिलो रेडी गर्दै गर्छु म ल लगाउनुस् अमित दाइ आयो उता रे के भयो त म गइदिइहाल्छु नि कि म चाहिँ कि जतिखेर पनि जित्छु मात्र भनेको छु र मैले रास्तै गरौँ जाडो छ यहाँ केटा यार लेट्स गो गाइस डबल ट्याप सबजनाले डबल ट्याप गरौँ न एभ्रीवन डबल ट्याप यो चाहिँ लास्ट थोड़े आंसू हैं थोड़ी हंसी आज गम है तो कल है खुशी जिंदगी की ये बीत है हार के बाद जीत है जिंदगी की यही रीत है हार के बाद ही जीत है यही रीत है हार के बाद जीत है आज गम है तो कल है खुशी जिंदगी की यही रीत है हार के बाद ही जीत है थोड़ी हंसी आज गम है तो कल है खुशी जिंदगी की यही रीत है तेरीमा टक्कै यो जुनीमा सकिन्न क्या केटा यार टेन्सन छ द्याट गाइस टिपर गाइस बुस्टर गाइस सकिन्न जस्तो लामो लगाइछ कोही छ गाइस यहाँ सबैले पनाउँदै बोलेर हो के आइ बाबा तेरीमा टक्कै तातो पानी पनि छैन मा कहाँ मरेर यार अरे
तोड़ेंगे नहीं तब तक गाइस जाओ 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 जाम गाइस फिर आ गए एक केटा 3 लाख हानो ए मेरा म कहाँ जाम यार फेरि मा टक उताको पैसा सकिन्न क्या बे मा के हो के अम्बानीको छोरो परेछ क्या कति हानेको यो बा यत्रो पैसा कहाँ आउँछ बे केजिएफ 3 को सुन अम्बानीकै सन्तान रहेछ क्या यार केटा उता पछाडि अरे उसले हानेको होइन गाइज तपाईँले कमेन्टमा त्यसै मूर्ख कुरा गर्नुहुन्छ गाइज यार कसले हान्छ आफै नहुने कुरो यार उसको मान्छे हो क्या गाइज उसको आफ्नो मान्छे उसले भनिरहेको त बोयफ्रेन्ड हो यार के छैन गाइज उसले हानेको होइन कि गाइज यार कसले उसको बोयफ्रेन्ड छ गाइज साथीहरू यार उसले कसरी हान्न सक्छ यार यत्रो बाहिर हो कि उसँग म पनि साथी छु उसले मलाई फलो गरेर म फलो ब्याक गरेको छु मैले अनि मेरो आउँदा एउटा पनि फुल फाल्ने भएन उता चाहिँ युनिभर्सको दिइरह तर जसले हाने पनि कमसे गेम रमाइलो भइरहेको अब के हान्थ्यो नि गाइज उहाँको आफ्नो मान्छे हुनसक्छ त्यस्तो कमेन्टमा कुरा नगर्नुहोस् गाइज यार प्लिज छोडा किन हान्यो कसरी हान्यो त्यो हाम्रो सरकारको विषय होइन कि उहाँको नि आफ्नो मान्छे हुनसक्छ गाइज त्यस्तो नभन गाइज ल है नभन अब हिलो खानु नेत्रसित गाइज के गर्ने नेत्रसित यो जाडामा थर्र भइरहेको बेला फेरि अब औडा तनाएर 5 बल ढिलो काट्ने यार गाइज अब कसैले पनि लास्ट नभन गाइज म पागल भइसकेँ यार नुहाउन कम गाह्रो हुन्छ यार धोबी हाने यार त्यो त कहिले भएको थिएन मा भोलि पक्का रुगा लाग्छ मलाई यार म त बर्बाद भयो नि लौ न मलाई माफ गर्न मिल्दैन र हामीले कहाँ त्यस्तो माफ हुन्छ स्कोरको त एकदम रेस्पेक्ट गर्नुपर्छ मैले नि हिजो गरेर गरेको मैले मजाक गरेको यार यहाँनिर मान्छेहरू पनिसमेन्ट पाउँछ भनेर डराएर यत्रो कोइन्स के अरे प्ले गरिदिरहेको छ म्याचै नहेरिकन अनि त्यस्तो गरेर हुन्छ नै ए मेरा बा 5 बल ढिलो मैले काँडा लिएर आम केटा कसरी गरम के गरम यार गाइज यार तनाव भयो यार मलाई यार Deepak Dai, thank you everyone. Thank you all. Last it's too difficult guys यार Rian. Big respect, Deepak Dai. Thank you so much. दाइ रे Okay हो. भोलि गएर अर्केटलाई गिफ्ट आउला फेरि हाने नि केही छैन मलाई उनीहरूको सम्पत्ति हानु न हामीलाई के La 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 la. Deepak Dai, thank you so much. Thank you everyone. La, I live in go yo top 1 ma. Oh my god. Hardly ending. Like La. Guys, सबैजना गरिदिनु होला. दाइ भन्दिरा यार औडा यार Thank you so much everyone. Thank you for following. बिचाराले त्यत्रो
गिफ्ट हान्नु भएको त दाइरा लास्ट है बाल्टिन त रहेछ त टन्ने म त एक एकवटा बाल्टिन उठाएको सुन्न 5 बाल्टी मैले एउटै उसमा हाले हुन्न खनाइ हुन्न खै ए हुन्छ हुन्छ ल त्यसमा गर्न नि केले खनाउनुहुन्छ पाइपबाट हाल्छ त्यसै हुन पो सक्छ किन यार पुरै भरि बनाउनु पर्छ भरि उठाउन सक्न पर्यो के रे हुन्न भन्दै हो त तर त्यहाँनिर जान्छ कि गाई 2 बाल्टिन त जान्छ चिन्ता नगर्नु केही नै हुन्न भने हुन्न मलाई बाल ल ल ल बाल्टिनमै गर्नु यहाँनिर त तपाईँकै फ्यानहरू हो क्या हुन्न हुन्न भनिरहनु भएको छ ठिक छ गर्नु ठिक छ अरे ल गाइस तपाईँको पनि दुश्मनहरू छन् कि उतैबाट आउनुहुन्छ हुन्न भनेर सिकाउनुहुन्छ मलाई पनिसमेन्ट पनि सिकाउनुहुन्छ झन्मायाले भनिरहेको छु कि ल अबदेखि म पनि माटो किनेर राखिराख्छु भाइ पनिसमेन्ट पाउँदाखेरि त अनि 5 प्याकेट माटो किनेर राख्छु 2 केजीको अनि त्यसपछि खोर्सानी अन्डा घरमा एकदम रेडी के भाइ हजुर 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 भन्नुहोस् दीपक दाई पहिला एक बाल्टी खानुहोस् है उफ यस्तो जाडो छ केटा लास्ट जाडो छ यार कसरी गर्ने होला यार It's too difficult guys. I have to do it. Guys, मिलनजीलाई फलो गरेर गोर्खालीबाट फलो गरे हात दुखिसक्यो चिसोले यार गाइज यार ल 1 2 ल गर्नुस् ल 1 2 3 एक दुई यो दिनको बदला मैले कहिले पाउने हो मलाई थाहा छैन यो दिनको बदला मैले कहिले पाउँछु गाइस कति भयो यसलाई पकुस भन्छ होला नि भित्रभित्रै मनमा यसलाई पकुस मेरो दिन यसलाई मैले जानेछु भनेर होला नि दुई बाल्टी भयो है तीन चार स्वाहा आजको कार्यक्रम यहीँ समाप्त भयो गाइज अब
भोलि 11 यार भोलि लास्टै लुगा लाग्छ मलाई यार नाटक नगर्नु न गाइस आज चाहिँ मलाई अस्ति राति एक निन्द्रा पनि सुत्न सकेको थिएन बल्ल आज चाहिँ मलाई चेनको निन्द्रा आउने भयो कि अस्ति पर्फ्युमको पनिसमेन्टले त म कति टाइम बाथरुममा बसिछु मलाई मात्रै थाहा छ